नमस्कार साथीहरु, म दीर्घम विश्वकर्मा। साथीहरु, तपाईलाई आजको नयाँ भिडियोमा स्वागत छ। यो भिडियोमा म राष्ट्रिय परिचय पत्रको बारेमा हजुरहरुलाई जानकारी दिनेछु। राष्ट्रिय परिचय पत्र भनेको के हो र यसका फाइदाहरु र यो किन आवश्यक छ भनेर म सम्पूर्ण जानकारी दिनेछु। कृपया अन्तिमसम्म भिडियो हेरिदिनु होला र हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने प्लिज यो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। साथीहरु, राष्ट्रिय परिचय पत्र भनेको देशका नागरिकहरूको पहिचान खुलाउने बलियो डिजिटल आधार पनि हो र हामीले राष्ट्रिय परिचय पत्रमा राजधानी विभाग, मालपोत, यातायात व्यवस्था, पञ्जीकरण कार्यालय, स्थानीय निकाय, बैंक, टेलिकम, सहरी चालक अनुमति पत्र, लोकसेवा आयोग लगायतका सम्पूर्ण विवरणहरू यसमा राख्न सक्नेछौँ। साथीहरु, राष्ट्रिय परिचय पत्र हामीले किन बनाउनु जरुरी छ र यसका फाइदाहरू के छन् भनेर म तपाईलाई जानकारी दिनेछु। सबैभन्दा मुख्य कारण भनेको सबै कुरालाई डिजिटली बनाउनु हो। अबका दिनहरुमा आफ्नो परिचय पत्र प्रमाणीकरण गरेर पनि हामीले विभिन्न सेवा सुविधाका लागि आवेदन भर्न सक्नेछौँ। साथीहरु, केही टाइम पछि राष्ट्रिय परिचय पत्र सबै देशभरमा लागू हुनेछ। यो लागू भयो भने हामीले धेरै जसो कामहरू घरमै बसेर गर्न सक्नेछौँ। यसको लागि सरकारी कार्यालयमा धाई राख्नु पर्ने छैन, लाइन लागेर बस्नु पर्ने छैन। साथीहरु, तपाईले पनि राष्ट्रिय परिचय पत्रको फर्म भर्नु भएको छैन भने फर्म भरिहाल्नु होला। तपाईले अनलाइन पनि भर्न सक्नुहुनेछ र अफलाइन पनि भर्न सक्नुहुन्छ। र साथीहरु, यो लागू भइसक्यो भने तपाईहरुले सरकारी कार्यालयमा गएर लाइन लाग्नु पर्ने अवस्था रहने छैन र तपाईले घरमा बसेर पनि तपाईले आफूले आफ्नो आवश्यक परेको फर्म भर्न सक्नुहुनेछ र सजिलै सेवा सुविधा प्राप्त गर्न सक्नुहुनेछ। यो थियो राष्ट्रिय परिचय पत्रको बारेमा। राष्ट्रिय परिचय पत्र भनेको के हो, राष्ट्रिय परिचय पत्रको आवश्यक किन छ र यसका फाइदाहरू के छन् भनेर। साथीहरु, आजको भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला र हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया यो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। यस्तै लेटेस्ट भिडियोहरू तपाईहरुको माझ ल्याउने कोसिस गर्नेछु।